पाणिनिका 5 कृतिहरूका विषयमा पनि श्रवण गरेका थियौँ। आज हामी सूत्र, वार्तिक र महाभाष्य भनेको के हो यस विषयमा श्रवण गर्छौँ है त। प्रथमतः मङ्गलाचरण गरेर ओम ज्ञानानन्दमयं देवं निर्मलस्फटिकाकृतिम् आधारं सर्वविद्यानां हयग्रीवमुपास्महे वाक्यकारं वररुचिं भाष्यकारं पतञ्जलिं पाणिनिं सूत्रकारं च प्रणतोऽस्मि मुनित्रयम्। सूत्रकार आचार्य पाणिनि हुनुभयो। वाक्यकारं वररुचिं भाष्यकारं पतञ्जलिं पाणिनिं सूत्रकारं च। हाम्रो जो मङ्गल पद्य हो त्यसैमै तीनजना आचार्यहरू र उहाँहरूको विशिष्ट कृतिको पनि वर्णन छ है त। त्यहाँ सूत्रकार हुनुहुन्छ भगवान पाणिनि। पाणिनिजीले जो सूत्रको रचना गर्नुभयो, हामी सूत्र भन्छौँ, त्यसलाई वाक्य किन भनेनौँ, सूत्र चाहिँ किन भन्यो, यो सूत्र शब्दको प्रयोग त्यहाँ किन हामीले गरेको भन्दाखेरि सूत्र शब्दको सूत्र एउटा पारिभाषिक शब्द हो। त्यसको तात्पर्य के त भन्दाखेरि यस श्लोकले बताउँछ है त। कसैले पढ्नुहुन्छ यो श्लोक? एकजनाले पढिदिनुहोस् त। हजुर, स्पष्टतया पढ्नु। अल्पाक्षरमसन्दिग्धं सारवद विश्वतो मुखम् अस्तो भमनवध्यं च सूत्रं सूत्रविदो विदुः। ठीक, सूत्रविदः सूत्रम विदुः। सूत्रविदः भनेको सूत्रलाई जान्नेहरूले सूत्रको स्वरूप यस्तो भन्नुहुन्छ, यस्तो जान्नुहुन्छ। विदुः भनेको जान्नुहुन्छ। कस्तो सूत्रलाई जान्नुहुन्छ त भन्दा चाहिँ सूत्र भनेको अल्पाक्षरम, अल्पाक्षरम सूत्रम, असन्दिग्धम सूत्रम, सारवत् सूत्रम, विश्वतोमुखम सूत्रम, अस्तोभम सूत्रम, अनवद्यम च सूत्रम, सूत्रविदः विदुः। यसरी यसलाई अन्वय भनिन्छ है। श्लोकमा यताउता भएका शब्दहरूलाई एउटै वाक्यमा ल्याएर भन्नुपर्दा त्यसलाई हामी अन्वय भन्छौँ। भनेपछि सूत्र कस्तो हुँदो रहेछ त भन्दाखेरि अल्पाक्षर हुनुपर्दो रहेछ। अल्पाक्षर जसमा कम्ती अक्षरहरूको प्रयोग होस् है त, त्यस्ता शब्दहरूको प्रयोग हुनु पर्यो। असन्दिग्धम, सन्देह रहित हुनु पर्यो। सारवत, सामान्य विषय हुन भएर सार गम्भीर विषय हुनु पर्यो। विश्वतोमुखम, त्यो सूत्र जुन जुन स्थलका लागि बनाइएको हो सर्वत्र त्यसको प्रवृत्ति हुनु पर्यो। अस्तोभम, स्तोभ भनेका शब्दहरू हुन्छन् जुन शब्दहरू श्लोकमा केवल पादपूर्तिका लागि प्रयोग गरिन्छन्। जस्तै हामीहरूले पुराण आदिहरू देखेका छौँ होइन, धेरै ठाउँमा धेरै पटक च, ह इत्यादि उनको त्यहाँ तात्पर्य चाहिँदैन, अन्वय जरुरी छैन र पनि प्रयोग गरिएको हुन्छ। त्यस्ता शब्दहरूलाई केवल पादपूर्तिका लागि प्रयोग गरिने जो शब्दहरू छन्, अव्ययहरू छन्, च, ह, वै इत्यादि, यी शब्दहरूलाई स्तोभ शब्द भनिन्छ है त। सूत्र चाहिँ कस्तो हुनु पर्यो त भन्दा स्तोभ शब्ददेखि रहित हुनु पर्यो। यसरी अनवद्यम, सर्व प्रकारेण, अवद्य भनेको दोष रहित चाहिँ सूत्र हुन्छ भनेर सूत्रको लक्षण बताउनु भएको छ। हामीले अस्तिको कक्षामा पनि अलिकति श्रवण गरेका थियौँ है त। अब यस्तै यस्तै अरू पनि एक दुईवटा सूत्रका लक्षण हाम्रा शास्त्रमा हामी भेट्दछौँ। यो श्लोक कसले भन्नुहुन्छ एकचोटि भनिदिनुहोस् त। नारायणजी अघि भन्न खोज्दैनुहुन्छ, हजुरले भनिदिनुहोस् त। भन्नुहुन्छ भन्छु। यस्तो ढिलो नगरौँ ल। म भन्छु ल। हस्। लघुनि सुचितार्थानि स्वल्पाक्षरपदानि च
सर्वतः सारभूतानि सूत्राण्याहुः समनीषिणः। ठिक छ। अब हामीले गर्ने के त भन्दाखेरि हामी अस्ति ह्रस्व दीर्घ प्लुत भनेर पढेर आयौं नि हैन? हो, त्यसको यहाँ हामी प्रयोग गर्ने है त। अरु सबै ठिकै छ। अलिकति लघुनि सूचितार्थानि, यसरी ह्रस्वको ठाउँमा छोटो प्रयोग, दीर्घको ठाउँमा अलिकति लामो प्रयोग गरौँ है त। धन्यवाद हजुरलाई। अब यसको अर्थ के त है भन्दा चाहिँ मनीषिणः सूत्राणि आहुः। मनीषी भनेको विद्वज्जनहरूले सूत्रहरूलाई बताउनुहुन्छ। आहुः भनेको बताउनुहुन्छ। कस्तो चाहिँ सूत्र हुन्छ भनेर बताउनुहुन्छ त भन्दाखेरि लघुनी, लघु हुनु पर्यो, उसको स्वरूप सानो हुनु पर्यो। सूचितार्थानि, निश्चित पदहरूले युक्त हुनु पर्यो, अर्थ पनि लघु अनि शब्दहरू पनि लघु हुनु पर्यो। स्वल्पाक्षर पदानि च, कम्ती अक्षर भएका पदहरूको प्रयोग हुनु पर्यो। सर्वतः सारभूतानि, जहाँ जहाँ प्रवृत्ति स्थलहरू छन् सबैमा उनको प्रवृत्ति हुनु पर्यो, त्यही नै सूत्र हो भनेर यो लक्षणले पनि त्यही अघि हामीले जो पढ्यौं नि अल्पाक्षरम असन्दिग्धम, त्यही नै यहाँ अलिकति फरक शब्दहरूले बताइएको छ। तात्पर्य चाहिँ त्यही नै हो। अब अर्को श्लोक छ यहाँ। यो श्लोक कसले पढ्नुहुन्छ? म पढ्नु पर्यो। हजुर। अल्पाक्षरमसन्दिग्धं सारवत् गूढनिर्णयं निर्दोषं हेतुमत्वं च सूत्रम् इत्युच्यते बुधैः। ठीक। बुधैः सूत्रम् इति उच्यते। बुधैः भनेको विद्वज्जनहरूद्वारा, मनीषी भनेको नि त्यही बुद्धिजीवी अर्थ भयो। बुधः भनेको जो ज्ञानीजन हुनुहुन्छ, विद्वज्जनहरू हुनुहुन्छ, उहाँहरूद्वारा यस्तो प्रकारको सूत्र हुन्छ भनेर बताइन्छ। उच्यते भनेको बताइन्छ। कस्तो हुन्छ त भन्दा चाहिँ अल्पाक्षरम, अल्पाक्षर भनेको कम्ती अक्षरको प्रयोग भएका शब्दहरू। असन्दिग्धम, ठिक पहिलेको कुरा बताइन्छ, सन्देह रहित। सारवत हुनु पर्यो, गूढ निर्णय हुनु पर्यो, गूढार्थवत हुनु पर्यो। निर्दोषम, दोष रहित हुनु पर्यो र हेतुमत्वम, प्रयोजन वाला हुनु पर्यो। त्यही नै वास्तवमा के हुन्छ त सूत्र हुन्छ। त्यही भएर हामी सामान्य वाक्यहरूलाई कहिले पनि सूत्र भन्दैनौँ। जुनमा यी सबै लक्षणहरू घटित हुन्छन् तिनीहरूलाई मात्रै हामी के भन्छौँ त सूत्र भन्छौँ। अतः महाभाष्यकारका वाक्यलाई सूत्र भनिदैन, ती वाक्य भए हैन, महाभाष्यका वाक्य भए। तर पाणिनीजीले जो रचना गर्नुभयो त्यो चाहिँ के भयो त सूत्र भयो। त्यसमा यी सबै लक्षणहरू घटित हुन्छन्। ठिक, पाणिनीजीको जो रचना हो अष्टाध्यायी, त्यसमा चाहिँ सूत्रहरू छन् भन्ने हामीले बुझ्यौं। सूत्रको तात्पर्य पनि हामीले अलिअलि बुझ्यौं है त। अब सूत्रका प्रकारहरू कति हुन्छन् भन्नेतिर हामी अगाडि बढ्दैछौँ। अष्टाध्यायीमा जो सूत्रहरू छन् यी सूत्रका 6 वटा प्रकार छन्। सूत्र कति प्रकारको छ त भन्दाखेरि 6 प्रकारको। कुनै संज्ञा सूत्र छन्, कुनै परिभाषा सूत्र छन्, कुनै विधि सूत्र छन्, कुनै नियम सूत्र छन्, कुनै अधिकार सूत्र छन् भने कुनै अतिदेश सूत्र छन्। यसरी यी 6 प्रकारका सूत्रहरू छन्। यो चाहिँ याद हुनुपर्छ है त, बुझ्नुभयो नि। संज्ञा सूत्र, परिभाषा सूत्र, विधि सूत्र, नियम सूत्र, अतिदेश सूत्र र अधिकार सूत्र, यी सूत्रहरूका प्रकार हुन्। एउटै श्लोकमा भन्नुपर्दा याद गर्नको लागि यो श्लोक यहाँ छ है, यो याद गर्नुभयो भने धेरै सजिलो हुन्छ अगाडि गएर। संज्ञा छ, कसैले पढ्नुहुन्छ यो श्लोक? स्वागत छ है। अरु यो नानीले पढ्छ अरे गुरुमा, पढ माथि टपमा भन्नुभएको के 6 वटा सूत्र पढ्नु भन्नुभएको? श्लोक श्लोक श्लोक
यहाँ तलब यहाँ पढाइ संज्ञा च परिभाषा च विधिर्नियम एव च अतिदेशोऽधिकारश्च तद्विद्धं सूत्रलक्षणम्। भाइलाई धन्यवाद है त बाबु। यो जो ध हो नि, यो ध मात्रै है, षड्विधम मात्रै, धम होइन। द षड्विधम भन्दा चाहिँ बिचमा द पनि छ कि जस्तो सुनिँदैछ है, तर यो चाहिँ षड्विधम मात्रै हो। यहाँ पनि विधिर नियम यसरी है त। ल ठिक छ, धन्यवाद भाइ। यसरी 6 प्रकारहरू भए। यी 6 प्रकारका सूत्रहरू हाम्रो पाणिनि अष्टाध्यायीमा छन् है त। कसरी विभाजन गरिएको छ, यिनका कार्यहरू कस्ता कस्ता हुन्छन् त भनेर हामी अलिकति परिचयका लागि मात्रै यहाँ हेर्दैछौँ है त। संज्ञा सूत्र है पहिलो। संज्ञा सूत्र भनेको जुन सूत्रले चाहिँ संज्ञाहरू गरिन्छ। संज्ञा भनेको नेपालीमा के बुझ्नुहुन्छ? संज्ञा भन्दा के त्यसको पर्यायवादी शब्द के हो त भन्दा नाम हो। जुन सूत्रले हाम्रो व्याकरणमा चाहिने संज्ञाहरूलाई बताउँदैछन् ती सबै सूत्रहरूलाई हामी के भन्छौँ? संज्ञा सूत्र भन्छौँ है त। येन पाणिनीय व्याकरणे अपेक्षिताः संज्ञाः विधीयन्ते तानि सूत्राणि अथवा तत्सूत्रम संज्ञा सूत्रम। पाणिनीय व्याकरणमा अपेक्षित संज्ञाहरूको विधान गर्ने सूत्रलाई हामी संज्ञा सूत्र भन्दछौँ। जसरी पाणिनीय व्याकरणमा एउटा इत नाम गरेको संज्ञा छ, इत संज्ञा हुन्छ। इत संज्ञा गर्नका लागि उपदेशे जनुनासिक इत यो सूत्र बनाउनु भयो। भनेपछि यो 6 प्रकारका सूत्रहरू मध्ये यो सूत्रलाई हामीले के भन्नु पर्यो त? संज्ञा सूत्र भन्नु पर्यो। ठिक त्यसै प्रकारले प्रातिपदिकम एउटा संज्ञा हो। यो संज्ञा बताउने सूत्र हो। अर्थवद धातुर प्रत्ययः प्रातिपदिकम भनेपछि यो पनि संज्ञा सूत्र हो कि विधि सूत्र हो त? भन्नुहोस्। अर्थवद धातुर प्रत्ययः प्रातिपदिकम कस्तो सूत्र भयो? संज्ञा सूत्र। प्रातिपदिक संज्ञा बताउने भएको हुनाले। ठिक त्यस्तै प्रकारले लोपः यो पनि पाणिनीय संज्ञा, पाणिनीय व्याकरणमा प्रयुक्त भएको संज्ञा हो। यो संज्ञा बताउने सूत्र चाहिँ अदर्शनम लोपः यो सूत्र भयो। यसरी यी सबै सूत्रहरू के भए त? संज्ञा सूत्रहरू भए। यस्तै अनेकौं संज्ञा सूत्रहरू हाम्रो अष्टाध्यायीमा छन् है त। अब अर्को सूत्रको अर्को प्रकार हो परिभाषा सूत्र है त। परिभाषा सूत्र भनेको चाहिँ के त भन्दा जब सूत्रहरूको प्रवृत्तिमा कुनै पनि समस्या आइलाग्छ, त्यो समस्याको समाधानका लागि एउटा व्यवस्था गरिन्छ। त्यो व्यवस्था सम्पादन गरिदिने सूत्रलाई हामी परिभाषा सूत्र भन्छौँ है त। जब कुनै अव्यवस्था भयो भने के गर्ने, यो कार्य कहाँ गर्ने भन्ने थाहा भएन। विधि सूत्रले कुनै एउटा सूत्रले यो कार्य होस्, गुण कार्य होस् भनेर भनिदियो होइन, तर त्यो गुण चाहिँ कुन अक्षरमा गर्ने भन्ने नै हामीलाई थाहा भएन। त्यो बताउनका लागि, त्यसमा व्यवस्था गरिदिनका लागि परिभाषा सूत्रहरू आउँदछन्। यी सूत्रलाई सहायक सूत्र भनेर बुझ्न सक्छौं। वस्तुतः 6 प्रकारमा संज्ञा, परिभाषा, विधि, नियम, अतिदेश, अधिकार यी 6 प्रकारका सूत्रहरूमा विधि सूत्र मुख्य सूत्र हुन्छ। अरु सबै सहायक विधि सूत्रका सहायक सूत्रहरू हुन्छन् हैन। ती मध्ये परिभाषा सूत्र पनि के रहेछ त? सहायक सूत्र भयो। अब कसरी व्यवस्था गर्छ एउटा उदाहरण दिन्छु है त हजुरहरूलाई। एउटा सूत्र बनाउनु भयो पाणिनीजीले, यथा संख्य मनुदेशः समानाम। यसको
अर्थ के त भन्दा चाहिँ समानाम भनेको बराबर, आदेश कुनै पनि यो यस अक्षरको ठाउँमा यो आदेश होस् भनेर भनिन्छ हैन। त्यो जसको ठाउँमा हुनुपर्ने ती पनि 4 वटा छन् र जो आदेशहरू बताइदैछ ती पनि 4 वटा छन् भने बराबर संख्या भएको ठाउँमा आदेश क्रमशः होस् भन्ने यो सूत्रको चाहिँ अर्थ हो। ठीक। अब जब विधि सूत्रले केही आदेशहरू गर्दछ, जस्तै एउटा सूत्र छ एचो यवा यावह भन्ने सूत्र छ है त। त्यसले एच को ठाउँमा आय अव आय आव यी आदेश गर्दछ है। के को ठाउँमा? एच को ठाउँमा। अब एच एउटा प्रत्याहार हो। हजुरले भन्न सक्नुहुन्छ एच प्रत्याहारमा कुन कुन अक्षर आउँछन्? हजुर ए ओ आई औ। ठीक। ए ओङ आई औ यही क्रम हो नि हैन? ए ओ आई औ 4 वटा भए। यी एच का ठाउँमा आय अव आय आवह यी 4 वटा आदेश पनि 4 वटा भए। स्थानी पनि 4, आदेश पनि 4 छ भने त्यो त्यहाँ चाहिँ क्रमशः आदेश होस् भन्ने व्यवस्था चाहिँ यो सूत्रले गर्छ। त्यही भएर ए को ठाउँमा आय अनि ओ को ठाउँमा अव, आई को ठाउँमा आय अनि औ को ठाउँमा आव, यसरी आदेश हुन्छ। बुझ्नुभयो? जब जब सूत्रको प्रवृत्तिमा, विधि सूत्र आदिको प्रवृत्तिमा केही समस्या हुन्छ, त्यो समस्याको समाधानार्थ, समाधानका लागि प्रवृत्त हुने सूत्रलाई हामी के भन्छौं त? परिभाषा सूत्र भन्छौं है। हजुरलाई नडराउनु होला है, अहिले यो सबै याद हुँदैन, सम्भव छैन। तर 6 प्रकारका सूत्र छन्। अलिअलि चाहिँ उहाँहरुको हजुरलाई परिचय चाहिँ होस् भनेर मात्रै है यहाँ प्रस्तुत गर्दैछु। यी सूत्रको अर्थ हजुरहरूले अहिले याद गर्नु पर्दैन है त, चिन्ता नगर्नु होला। यस्तै अर्को एउटा परिभाषा सूत्र छ इको गुणवृद्धि भन्ने एउटा सूत्र छ। यो सूत्रले पनि के गर्छ त भन्दा व्यवस्था सम्पादित गर्छ। कसरी गर्छ त भन्दाखेरि जुन यस सूत्रको अर्थ हो यत्र गुणः वृद्धिः इति उल्लेखपूर्वकं कार्यविधानं तत्र इकः इति उपतिष्ठते। जहाँ जहाँ जुन जुन सूत्रमा अथवा वार्तिक गुणः वृद्धिः भनेर यी कार्यहरू गरिन्छन् भने त्यस त्यस सूत्रमा इकः यो पद जानु भनेर भन्नु। सूत्रको अर्थ यही हो। उदाहरणका लागि एउटा सूत्र छ मृजेर वृद्धि। यो विधि सूत्र, यसले के गर्दछ? वृद्धिको विधान गर्छ। सूत्र हेर्नुहोस् त के भन्छ? मृजेहे, मृज धातुलाई वृद्धि होस्, यति मात्रै भन्नु सूत्रले हैन। अब मृज भन्दा त म रि ज 3 वटा अक्षर भए। अब कुन अक्षरलाई चाहिँ गुण गर्ने, कुन अक्षरलाई चाहिँ वृद्धि गर्ने भने हामीलाई यहाँ यो सूत्रबाट थाहा भएन। अतः यहाँ व्यवस्थाका लागि इको गुण वृद्धि यस सूत्रले के गरिदिन्छ? इकः यो पदलाई पठाइदिन्छ। अथवा यसले भनिदिन्छ जहाँ जहाँ वृद्धि हुन्छ त्यहाँ इकः यस जाओ, यो पद जाओस् भनेपछि यहाँ इकः आएर सूत्रको अर्थ परिपूर्ण हुन्छ। मृज धातुको इक वर्णलाई वृद्धि होस्। अब मृजमा इक कुन अक्षर चाहिँ इक हो त भन्नु त? मृजमा ऋकार। ऋकार हो। इक प्रत्याहार हो। इ उ रि ऋ यी 4 वटा अक्षर आउँछन्। यी 4 वटा अक्षर मृजमा कुन चाहिँ छ त भन्दा रि छ। अतः मृजको ऋलाई चाहिँ वृद्धि हुन्छ है त। यसरी परिभाषा सूत्रले के गर्दछन् त भन्दाखेरि अनियम अव्यवस्था भएको स्थितिमा व्यवस्था सम्पादित गर्दछन्। ठीक, यो चाहिँ बिर्सिनु भएन है। परिभाषा सूत्र भनेको के त भन्दाखेरि अव्यवस्था, अनियमे नियमकारिणी परिभाषा। यो याद गर्नु भने सजिलो पनि छ है त। यो पंक्ति चाहिँ याद गर्नु होला।
स्पष्ट भयो? ल अब संज्ञा च परिभाषा च विधिः नियम एव च, तेस्रो चाहिँ विधि सूत्र। विधि सूत्र भनेको चाहिँ जसले विधान गर्छ। हामी विधि भन्छौँ नि, केही कार्य गर्नु पर्यो यसको विधि के होला भनेर सोच्छौँ नि, हैन? भनेको यो यसरी गर्नु अथवा जुन मन्त्रबाट केही आदेश हुँदैछ, यसो गर्नु उसो गर्नु भनेर निर्देश हुँदैछ, त्यसलाई हामी विधि सूत्र भन्छौँ। ठिक हो। साक्षात कार्य विधायक सूत्र चाहिँ विधि सूत्र हुन्छ। यो वास्तवमा मुख्य सबै सूत्रहरूको जो एचओडी हुन्छ नि, हेड अफ डिपार्टमेन्ट, विधि सूत्र हो। अरु सबै सहायक हुन्छन्। विधि सूत्र भनेको साक्षात कार्य विधायक सूत्र। जस्तै पाणिनीजीका अष्टाध्यायीमा सबैभन्दा धेरै कुन सूत्र छन् भन्दा विधि सूत्र छन्। ठिक। एउटा त्यसमध्ये उदाहरणका लागि हामीले यहाँ केही सूत्र अहिले लिएका छौँ। अजाद्यतस्टाप भन्ने सूत्र छ। यस सूत्रले के गर्दछ त भन्दाखेरि टाप प्रत्ययको विधान गर्दछ। अजादि गणमा जति शब्द छन् ती शब्ददेखि स्त्रीत्व अर्थमा टाप प्रत्यय होस् भनेर के गर्यो यसले? टापको विधान, साक्षात विधान गरौँ। यसभन्दा पहिले हामीले संज्ञा सूत्र पढ्यौं। संज्ञा सूत्रले केही विधान गरेन, त्यसले नाम मात्रै भनौं। परिभाषा सूत्रले पनि विधान गरेन। जहाँ जहाँ विधान हुन्छ त्यहाँ त्यहाँ इक जाओस् अथवा बराबर आदेश र स्थानी बराबर छन् भने क्रमशः आदेश होस् भनेर त्यो निर्देशन गरौँ, तर साक्षात कार्य गरेन। यो विधि सूत्रले चाहिँ के गर्यो त भन्दाखेरि कार्यको विधान गर्यो साक्षात, है। यसै प्रकारले पञ्चमी भएन भन्ने सूत्र हो। यो भएन भनेको नेपाली होइन नि, पञ्चमी भएन भन्दा चाहिँ यो सूत्रले के गर्दो रहेछ त भन्दाखेरि समास गर्दो रहेछ। समासको साक्षात विधान छ। इको यणची, यो पनि विधि सूत्र। यसले के गर्छ? हामीले यण सन्धि भनेर कसले सुनेका छौं होला नि? धेरैजना परिचित छौं। यण सन्धि, सन्धि शब्दबाट परिचित छौं कि छैनौं? एउटा त सन्धि हुन्छ, दुई देश बीच सन्धि हुन्छ, सम्झौता हुन्छ, हैन? त्यो सन्धि अर्कै भयो। व्याकरणमा चाहिँ पनि दुई वर्ण बीच सन्धि हुन्छ, हैन? हो, अनेक प्रकारका सन्धि मध्ये यो एउटा यण सन्धि हो। यण सन्धि चाहिँ यस सूत्रले हुन्छ, इको यणची, है त। अनि कहीं कहीं चाहिँ समास गर्ने ठाउँमा समास भएपछि पनि त्यो जो विभक्ति प्रत्यय हुन्छ त्यसको लोप नहोस् भनेर त्यसलाई अलुक भनिन्छ, है। यस्ता अनेक प्रकारका कार्य विधि भनेको कहीं प्रत्ययका रूपमा विधि हुन सक्छ, कहीं समासका रूपमा हुन सक्छ, कहीं आदेशका रूपमा हुन सक्छ, कहीं अलुकका रूपमा हुन सक्छ, कहीं आगमका रूपमा हुन सक्छ। विधिको प्रकार धेरै छन्, है त। बुझ्दै हुनुहुन्छ नि? त यो समास भन्नाले चाहिँ समास भनेको समास भनेको दुईवटा शब्द अलग अलग भन्नु पर्दा, जस्तै विद्यालय भन्ने शब्द छ नि, हजुर, विद्यालय यो समास भएर बनिएको शब्द हो। विद्यालयमा समास नहुनु हो भने विद्यायाः आलयः हुन्छ। विद्याको घर, हैन? विद्या अलग शब्द भयो, घर आलय अलग शब्द भयो। यी दुवै अलग अलग शब्दहरूलाई एउटै शब्द बनाउने जो प्रक्रिया हो त्यसलाई हामी समास भन्छौं, है त। त्यसरी बुझौं। अनि लास्टको पनि अलुक। अलुक हो। अलुक भनेको चाहिँ प्रायः के हुन्छ भने यदि दुई शब्दहरू मध्ये समास गरिन्छ भने त्यहाँ जो विभक्ति हुन्छ नि, संस्कृतमा चाहिँ के हुन्छ भने सबै शब्दहरूमा विभक्तिको प्रयोग हुन्छ, हैन? जस्तै अब विद्या नेपालीमा भन्दाखेरि विद्या भन्छौं नि, हैन? विद्या प्रथमा एकवचन भयो, द्वितीय विभक्तिमा जाँदाखेरि विद्याम हुन्छ, तृतीयमा जाँदा चाहिँ विद्यया हुन्छ,
चतुर्थीमा विद्यायै, यसरी अलग अलग विभक्तिमा अलग अलग प्रत्ययहरू हुन्छन्। ठीक, नेपालीमा पनि हामी कुनै ठाउँमा लाई यो प्रयोग गर्छौं, कुनै ठाउँमा ले प्रयोग गर्छौं, कुनै ठाउँमा का यी पनि विभक्ति नै हुन् नि हैन नेपालीमा। एको एका एकी भन्ने सुनेको थिएँ नेपालीबाट। हजुर हजुर हो, त्यस्तै संस्कृतमा प्रत्ययहरू विभक्तिका प्रत्ययहरू छन्। जब हामी समास गर्छौं नि, समास गर्दा चाहिँ त्यो प्रत्ययलाई चाहिँ हामीले हटाउनु पर्ने हुन्छ, लोप गर्नुपर्ने हुन्छ। त्यसलाई लुक भन्छन्, नेपालीमा लुक्नु भन्छन् नि, त्यसरी बुझ्दा पनि हुन्छ। लुक भनेको प्रत्यय लुक्दछ, देखिँदैन। अलुक भनेको कुनै कुनै ठाउँमा चाहिँ प्रत्ययलाई लोप गर्न मिल्दैन र त्यहाँ अलुकको विधान गर्नका लागि विभिन्न सूत्रहरू पनि बनाउनु भएको छ है त। यो तात्पर्य भयो। अलुक भनेको समास स्थलमा प्रत्ययको लोप हुनु यो सामान्य नियम हो, तर कुनै कुनै ठाउँमा आवश्यक पर्दा चाहिँ प्रत्ययको लोप नहोस् भन्नका लागि अलुक कार्यको विधान हुन्छ है। बुझ्नुभयो? ल ठिक छ, मैले सुनिनँ हैन, मैले देख्दै पनि छैन हजुरहरूलाई। मनम स्वीकृति लक्षणम भनेर अगाडि बढ्दैछु। अब नियम सूत्र छन्। नियम सूत्र भनेको के त भन्दा चाहिँ जस्तै रेड लाइट क्रस गर्नु हुँदैन भनेर नियम छ कि छैन? छैन, छ नि हैन। जाँदा नि हुन्छ, नजाँदा नि हुन्छ, र पनि एउटा नियम बनाइदियो, यसो नै गर्नुपर्ने भनेर जो भनिएको हुन्छ त्यसलाई चाहिँ नियम भनिन्छ। के भनिन्छ? नियम भनिन्छ। यहाँ व्याकरणमा पनि अलिकति त्यससँग मिल्दोजुल्दो छ। सिद्धे सति आरभ्यमाणो विधि नियमाय कल्पते। जुन कार्य सिद्ध छ, सिद्ध हुँदा हुँदै पुनः विशेष सूत्रका द्वारा विशेष वार्तिकका द्वारा यदि त्यो कार्य गरिँदैछ भने त्यो केसका लागि हुन्छ? नियमका लागि हुन्छ भनेर बताइएको छ। अतः त्यस सूत्रलाई चाहिँ हामी के भन्छौं? नियम सूत्र भन्छौं। अब हेरेर चिन्नु पर्दा चाहिँ प्रायः सर्वत्र त होइन, तर धेरै जसो चाहिँ नियम सूत्रमा एव शब्दको प्रयोग हुन्छ। अब कहीँ चाहिँ अब सूत्रमै हुन्छ, कहीँ वृत्तिमा हामी देख्न सक्छौं है त। एव, एव भनेको नेपालीमा के अर्थ हो? नै। एव भनेको नै, पनि होइन, नै। एव भनेको नै भन्ने अर्थ हो। जस्तै संस्कृतमा जति पनि इकारान्त शब्द छन् नि, जस्तै हरि, इकारान्त उकारान्त शब्दहरू हरि भयो, गुरु भयो, विधि भयो। जति पनि इकारान्त शब्द छन्, उकारान्त शब्द छन्, सबैको घी नाम गरेको संज्ञा हुन्छ भनेर एउटा सूत्रले बताइएको छ हैन। ठीक। अब पति शब्द त्यसमा पर्छ कि पर्दैन? पति इकारान्त हो कि होइन? हो। भनेपछि पतिको पनि घी संज्ञा त प्राप्त छ नि त हैन, इकारान्त भएको हुनाले। तर सूत्र त्यसका लागि अलग्गै सूत्र बनाउनु भयो। पतिहि समास एव, समासमा मात्रै, समासमा नै भन्ने अर्थ आयो एव शब्दले। अतः यो सूत्रलाई के भनिन्छ? नियम सूत्र भनिन्छ। पति शब्दको घी संज्ञा त सामान्य विधानले प्राप्त नै थियो, जसरी अरु शब्दहरूको, अरु इकारान्त उकारान्त शब्दहरूको घी संज्ञा हुँदैछ, शेषोघ्य सखी भन्ने सूत्र छ, त्यस्तै पति शब्दको पनि घी संज्ञा त्यही सूत्रले प्राप्त नै थियो। फेरि यो नयाँ सूत्र बनाउनु पर्ने किन त भन्दा चाहिँ एवका लागि, पति शब्दको समासमा मात्रै घी संज्ञा होस् भनेर यो नियम सूत्र बनाइयो। यसलाई नियम सूत्र भनिन्छ है। अब कसरी छुट्याउने त भन्दा हेर्नुहोस् है, यो अजाद्यत स्टापले चाहिँ एव भनेर केही भनेको छैन। अजादि शब्दहरूदेखि टाप प्रत्यय हुन्छ भनेको छ। यो नियम सूत्र भएन, यो सामान्य विधि सूत्र भयो। तर पति समास एवले के गर्दैछ?
पति शब्दको समासमा नै के संज्ञा हुन्छ भन्दैछ। भनेपछि एव भएको हुनाले यो नियम सूत्र भयो। अब अर्को उदाहरण चाहिँ यो हजुरहरूले बुझ्नुहुन्छ भने ए चाहिँ घ्रस्वादेशे भन्ने सूत्र छ है। एउटा प्रश्न सोध्छु है हजुरहरूलाई, कुन कुन अक्षरहरूको ह्रस्व हुँदैन, कुन कुन स्वरवर्णको ह्रस्व हुँदैन भनेर हामीले पढेका थियौँ भन्नुहुन्छ? कुन कुन स्वरवर्णको चाहिँ ह्रस्व हुँदैन भन्नुहोस् त? ए मात्रै हो? अरू पनि छ। ए औ ए ओ आई औ एच को चाहिँ ह्रस्व हुँदैन भनेर हामीले पढेका थियौँ। त्यही भएर एच का कतिवटा प्रकार हुन्छन् त भन्दा 12 भनेर पढेका थियौँ है त। अब ए को ह्रस्व स्वरूप हुँदैन, ए ओ आई औ को यिनको के हुँदैन? ह्रस्व स्वरूप हुँदैन। तर प्रक्रियामा कहीँ कहीँ ह्रस्व गर्नुपर्ने हुन्छ। जस्तै एउटा शब्द छ रई भन्ने शब्द छ। के छ? रई। रई भनेको धन हो। के हो? धन हो। रई शब्दको अर्थ धन हो। अब रई शब्द पुल्लिङ्गमा प्रयोग हुन्छ, धन छ जसको भनेर जब हामी समास गर्छौं नि, समास गरेपछि त्यसमा चाहिँ प्ररि शब्द बन्छ। रईको ऐलाई चाहिँ ह्रस्व गर्नुपर्ने स्थिति आउँछ। त्यति बेला चाहिँ सामान्यतः ए ओ ऐ औ यिनीहरूको के हुँदैन? ह्रस्व हुँदैन। तर प्रक्रियामा यदि ह्रस्व गर्नु पर्यो भने चाहिँ के गर्ने त? ए का ठाउँमा हामीले ह्रस्व गर्नु पर्दा, ह्रस्व होस् भनेर गर्नु पर्दा के गर्नु त? जति पनि ह्रस्व स्वरहरू छन् नि, ह्रस्व स्वर कुन कुन भए? अ, इ, उ, रि, लृ, यी 5वटा ह्रस्व स्वर छन् हैन? यी मध्ये कुनै एउटा गर्नु पर्यो। ठिक। अब ए हेर्नुहोस् त, ए चाहिँ कस्तो स्वर हो भनेर हामीले पहिला पढेका थियौँ? सन्ध्यक्षर हो भनेर पढेका थियौँ नि, है कि? ए ओ ऐ औ। ए र ऐमा अवर्ण पनि छ, इ वर्ण पनि छ, दुवैको सन्ध्यक्षर हो यो। ओ र औमा अवर्ण पनि छ अनि उवर्ण पनि छ, दुवैको सन्ध्यक्षर हो भनेर पढेका थियौँ। अब एलाई ह्रस्व गर्दा चाहिँ इक नै होस् भनेर यो सूत्रले चाहिँ के गर्दियो त? नियम गर्दियो। बुझ्नुभयो? अ र इ दुवै मिलेर ए बनिएको थियो। जब हामीलाई एलाई ह्रस्व गरिन्छ, अ पनि गर्न सकिन्छ, इ पनि गर्न सकिन्छ। सकिन्छ कि सकिँदैन? सामान्य नियमले। किनकि दुवै वर्ण मिलेर ए बनिएको थियो। तर यो सूत्रले चाहिँ के नियम गरिदियो त भन्दाखेरि एचलाई ह्रस्व आदेश गर्ने हो भने इक नै होस्। अब यहाँ सूत्रमा चाहिँ एव छ कहीँ? जसरी माथिल्लो सूत्रमा एव भनेर लेखिएको थियो नि, यहाँ सूत्रमा छ त्यस्तो? छैन। तर अर्थतः आयो। कसरी आयो? अर्थतः आयो। किनभने एमा दुईवटा ह्रस्व छन्, अ पनि छ, इ पनि छ। यी दुवै मध्ये इक नै ह्रस्व होस् भनेर यो अर्थतः एवको अर्थ यहाँ आएको हुनाले यो पनि के भयो त? नियम सूत्र भयो। बुझ्नुभयो? विधि सूत्र, नियम सूत्र। अब अतिदेश सूत्र छ। अतिदेश सूत्र भनेको चाहिँ जहाँ प्रधानमन्त्री जानुपर्ने प्रधानमन्त्री जान नपाउँदाखेरि प्रधानमन्त्रीले आफ्नो प्रतिनिधिलाई पठाइदियो भने, प्रधानमन्त्रीलाई जो सम्मान या केही प्रदान गरिँदैछ त्यो प्रतिनिधिले लिएर आउँछ कि आउँदैन? आउँछ। जस्तै कसैलाई कुनै उपाधि दिँदैछ, कारणवश त्यो व्यक्ति पुग्न सकेन, उसका प्रतिनिधि गए भने त्यो उपाधि त्यही प्रतिनिधिलाई दिएर पठाइन्छ, उसलाई दिनु होला भनेर पठाइन्छ, पठाइँदैन? पठाइन्छ नि। हो, अतिदेशको कार्य त्यही हो। अतिदेश भनेको जुन जुन सूत्रमा वत भनेको जस्तै नेपालीमा भन्नुपर्दा हैन, यो त राम जस्तै छ, राम जस्तै व्यवहार गर्छ,
रामवत व्यवहरति भनिन्छ। रामवत, वतको अर्थ के भयो? जस्तै। जुन जुन सूत्रमा वत को प्रयोग भएको छ त्यो सूत्रलाई अतिदेश सूत्र भन्न सक्छौं। जसरी एउटा सूत्र छ स्थानी वदादेशः अनल विधौ। यस सूत्रमा स्थानी वत भनेर वतको प्रयोग गरिएको छ है त। आदेश कस्तो, एउटा द चाहिँ अधिक भएछ है। आदेश कस्तो होस्? स्थानी वत होस्, स्थानी जस्तै होस्। अब यहाँ वतको प्रयोग भएको हुनाले अतिदेश भयो। अतः यस सूत्रलाई हामी के भन्छौं त? अतिदेश सूत्र भन्छौं। स्थानीवद् भाव भयो यसले। यसै प्रकारले यहाँ यी हटाउनु पर्छ है त। छिटो छिटो जल्दबाजीको काम, जल्दबाजीका काम शैतानका होता है भने जस्तै भएछ यहाँ। अर्को उदाहरण चाहिँ एउटा सजिलो उदाहरण है। लोटो लङ्वत भन्ने सूत्र छ। कुन सूत्र छ? लोटो लङ्वत। 10 वटा लकार हुन्छन् धातुहरूका भनेर हामीले अस्ति सुनेका थियौं नि अलिकति हैन। ती लकारहरू मध्ये एउटा लोट लकार, एउटा लङ लकार छ है। अब यसले यो सूत्रले के भन्छ त भन्दा चाहिँ लङवत, लङ लकारकै जस्तै लोटलाई पनि ती कार्यहरू हुन् भनेर भनौं। ठीक। अब यो सूत्रलाई हामीले के भन्नु? विधि सूत्र भन्नु कि परिभाषा सूत्र भन्नु कि संज्ञा सूत्र भन्नु कि नियम सूत्र भन्नु कि अतिदेश सूत्र भन्नु? के भन्नु? भन्नुहोस् त। वत पक्रिनु पर्यो। वत पक्रिनु पर्यो। यो भनेपछि अतिदेश सूत्र भयो। ठीक। अब यहाँ माथिल्लो सूत्रमा पनि त्यस्तै छ। आद्यन्तवत एकस्मिन् हैन। जस्तै यो पनि लौकिक उदाहरणसँग अलिकति मिल्दोजुल्दो छ। जस्तै कसैको एउटा मात्रै छोरो छ भने, एउटा मात्रै छोरो छ भने त्यही छोरालाई ज्येष्ठवत पनि व्यवहार गरिन्छ। कनिष्ठवत, कनिष्ठको काम हुँदा पनि उसैको व्यवहार हुन्छ। ज्येष्ठको काम हुँदा पनि उसैकै व्यवहार हुन्छ। त्यस्तै यदि यो चीज आदेशको सम्बन्धमा हो त्योभन्दा अलिकति हजुरलाई झन् अप्ठ्यारो हुन्छ होला। लौकिक उदाहरण बुझ्नुभयो नि। एउटै मात्रै छ भने त्यसैलाई ज्येष्ठ पनि मानिन्छ, त्यसैलाई कनिष्ठ पनि मानिन्छ। एउटा वाक्य छ, देवदत्तस्य एक एव पुत्रः स एव ज्येष्ठः स एव कनिष्ठः। यो सूत्रको अर्थ त्यही हो है। त्यही बुझाउन खोजेको छ यहाँ है त। यसरी यहाँ पनि आद्यन्तवत, यो वत शब्दको प्रयोग भएको हुनाले यो अतिदेश सूत्र भयो। अब अन्तिम प्रकार छ अधिकार सूत्र। अधिकार सूत्र भनेको हामीले पहिला पनि पढेका थियौं। कसैलाई याद छ भने भन्नु होला त अधिकार सूत्र भनेको? छैन? भन्नुहोस् त। अधिकार सूत्र हामीले अस्ति पढे जस्तो लाग्छ। हामीले स्त्रीम भन्ने एउटा सूत्र पढेको थियो क्यारे। हो, स्त्रियाम भन्ने सूत्र पढेका थियौं। अधिकारको अर्थ के थियो त भन्दा चाहिँ एक ठाउँमा त्यो सूत्र पढिन्छ हैन। त्यसको अधिकार, उसले आफै चाहिँ कुनै कार्य गर्दैन। यस्तो होस् उस्तो होस् भनेर केही पनि, न उसले संज्ञा गर्छ, न उसले विधि गर्छ, न उसले अतिदेश गर्छ, न परिभाषा कुनै व्यवस्थापन गर्छ, न कुनै नियम गर्छ। भनेपछि किन हो त त्यो सूत्र भन्दा केवल अधिकारका लागि। एक ठाउँमा पढेपछि सबै सूत्रमा, धेरै सूत्रमा स्त्रियाम 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 भनेर अधिकारका लागि त्यो सूत्र हुन्छ। त्यस्ता सूत्रलाई हामी के भन्छौं? अधिकार सूत्र है त। ल ठिक छ। अब हामीले सूत्रहरूका प्रकार पढ्यौं हैन। अब यो जो हाम्रो अष्टाध्यायी हो, अष्टाध्यायीमा कुल मिलाएर हेर्नु पर्दा प्रथम द्वितीय तृतीय चतुर्थ पञ्चम षष्ठ सप्तम अष्टम 8औं अध्यायमा कस्ता कस्ता प्रकारका कार्य हुँदा रहेछन् त भन्दाखेरि मोटामोटी रूपमा चाहिँ प्रथम अध्यायमा चाहिँ संज्ञा र परिभाषा सम्बन्धी कार्य छन्। द्वितीय अध्यायमा चाहिँ समास अनि प्रथमा द्वितीय तृतीय इत्यादि विभक्तिको विधान छ है।
तृतीय अध्यायमा चाहिँ धातुदेखि प्रत्ययहरू बताइएका छन्। चतुर्थ अध्यायमा प्रातिपदिकदेखि प्रत्यय बताइएका छन्। पञ्चम अध्यायमा सुबन्तदेखि प्रत्यय बताइएका छन्। षष्ठ अध्यायमा वर्णको एउटा वर्णको ठाउँमा अर्को आदेश होस् इत्यादि वर्ण सम्बन्धी कार्य बताइएका छन्। सप्तम अध्यायमा पनि वर्ण सम्बन्धी नै कार्य छन्। अष्टम अध्यायमा पनि वर्ण सम्बन्धी कार्य छन् है। यी 3 अध्यायमा वर्ण सम्बन्धी कार्य छन्। माथिका तृतीय चतुर्थ पञ्चममा प्रत्यय सम्बन्धी कार्य छन् र पहिलाका प्रथम र द्वितीयमा संज्ञा परिभाषा र विभक्ति समास आदि कार्यहरू मोटामोटी रूपमा यसरी हामी बुझ्न सक्छौं। अब हजुरहरूलाई जिज्ञासा भयो होला यो प्रातिपदिकदेखि प्रत्यय भनेको के हो, सुबन्तदेखि प्रत्यय भनेको के हो भनेर। त्यसमा अहिले हामी चिन्तन नगरौँ हैन, अप्ठ्यारो हुन्छ हामीहरूलाई। यो जस्ट हजुरहरूलाई कहिले पनि फेरि अगाडि गएर आवश्यक पर्दा चाहिँ यो नोटका रूपमा हजुरहरूलाई सहायक हुनेछ, त्यसका लागि मात्रै हो यो चाहिँ। अरु चिन्तन हजुरले यहाँ त्यसो चिन्ता गर्नु पर्दैन। अब हामीले सूत्रका प्रकार पढ्यौं। अब हामी वार्तिकको विषयमा केही जानकारी प्राप्त गर्छौं है त। वार्तिक भनेको के हो? वार्तिकका रचयिता को हुनुहुन्छ अरे? वररुचि, आचार्य वररुचि हुनुहुन्छ है त। आचार्य वररुचिको जो ग्रन्थ हो, उहाँले जो वार्तिक बनाउनु भयो ती स्वतन्त्र छैनन्। ती वार्तिक सूत्राधारित हुन्छन्। कस्ता हुन्छन् त? सूत्रका आधारमा बताइए। पाणिनिजीले जो सूत्रहरूको रचना गर्नुभयो, जो अष्टाध्यायी बनाउनु भयो, त्यसै अष्टाध्यायीलाई आधार बनाएर नै वार्तिकहरू बनाइएका छन् है त। भन्न खोजेको के त भन्दा चाहिँ सूत्रहरूमा कुनै उक्त बताइएका विषय, सूत्रमा नबताइएका विषय भन्नुपर्ने थियो तर भन्नु भएन त्यस्ता विषय, सूत्रमा अप्ठ्यारो तरिकाले अथवा कुनै जो आवश्यक थिएन त्यस्ता पदहरू बताइएका छन् भने यी तीनै विषयमा जुन ग्रन्थमा चिन्तन गरिएको छ त्यो ग्रन्थलाई वार्तिक ग्रन्थ भनिन्छ है त। फेरि भन्छु है त। यत्र भनेको यस्मिन् ग्रन्थे उक्तानुक्त दुरुक्तानां, यहाँ चाहिँ सूत्रेषु भनेर ल्याउनु पर्छ है त। सूत्रहरूमा उक्त बताइएका, अनुक्त नबताइएका, दुरुक्त भनेको दोष रूपेण अथवा क्लिष्टतया बताइएका विषयहरूका सम्बन्धमा जुन ग्रन्थमा चिन्ता भनेको चिन्तन चल्दछ त्यस ग्रन्थलाई वार्तिकज्ञ विचक्षणहरूले, विद्वानहरूले, वार्तिकको स्वरूप जान्ने विद्वानहरूले वार्तिक ग्रन्थ भन्नुहुन्छ। स्पष्ट भयो? तात्पर्य के त भन्दा चाहिँ वार्तिककारले कहीं क्वचित भनेको कहीं सूत्रहरूमा बताइएको विषयलाई अलिकति विस्तृत बनाइदिनुहुन्छ। सूत्रकारले भन्नु भएकै थियो त्यही विषयमा अलिकति केही थप गरेर त्यसलाई विस्तृत बनाइदिनुहुन्छ। कहीं चाहिँ अनुक्तम अपि विषय, सूत्रकारले जो भन्नु भएन त्यस विषयलाई उजागर गरिदिनुहुन्छ। कहीं चाहिँ यदि सूत्रकारले कुनै ठाउँमा जो आवश्यक थिएन त्यस्ता पदको प्रयोग गर्नुभयो अथवा कुनै क्लिष्ट रूपमा प्रयोग गर्नुभयो भने त्यसमा चाहिँ शोधन गर्ने काम पनि वार्तिककारले गर्नुहुन्छ। यसरी वार्तिक भनेको सूत्रका विरोधी नभएर के भयो त? सहायक नै भए। बुझ्नुभयो? भगवान पाणिनिले सूत्रहरूको रचना गरेपछि त्यसमा दोष दर्शनका लागि मात्रै वार्तिकको रचना भएको होइन। वार्तिकको रचना किन भएको त भन्दा चाहिँ यो व्याकरणको स्वरूपलाई अलिक पुष्ट गर्नका लागि, जहाँ जहाँ आवश्यक थियो त्यो आवश्यकतालाई अझिक पूर्ण गरेर यो शास्त्रलाई सशक्त बनाउनका लागि वार्तिकको रचना भएको हो है त। अब हामीले सूत्रको लक्षण पढेका थियौं, त्यो हजुरहरूले याद गर्नुपर्छ।
सूत्रका प्रकार याद गर्नुपर्छ। अनि यो वार्तिकको लक्षण के हो भनेर सोद्धाखेरि यो वार्तिक भनेको चाहिँ के भनेर यसलाई पनि हजुरहरूले याद गर्नुपर्छ है त। कक्षामा याद गर्नुपर्छ भनेका विषयहरूलाई चाहिँ याद गर्नु नै पर्छ भनेर नै बुझ्नु होला है, बिर्सिने होइन नि। अब कसरी बताउनु भएको छ त भन्दा चाहिँ उदाहरणका माध्यमले हामी अलिकति बुझ्छौँ है त। जस्तै सूत्रमा बताइएको विषयमा वार्तिकहरू कसरी छन् त भन्दा पाणिनिजीको एउटा सूत्र छ षष्ठ्योटी भन्ने सूत्र है त। यो सूत्रले के गर्छ, तालव्य सकारको स्थानमा छ आदेश गर्छ, अट प्रत्याहार पर भएमा भन्दैछ। के भन्दैछ? अट प्रत्याहार पर भएमा भनेर सूत्रले त्यसो भन्दैछ। अब वार्तिककारले के भन्नुहुन्छ, यद्यपि सूत्रकारले अटी भन्नुभयो तर के भन्नुपर्छ वास्तवमा भन्दा अमी, अट प्रत्याहार नभनेर अम प्रत्याहार पर भएमा भन्नुपर्छ भनेर सूत्रोक्त विषयमा यो वार्तिक बनाउनु भयो। छत्वम अमी इति वाच्यम है। किन त्यसो गर्नुभयो त भन्दा चाहिँ हजुरहरूलाई यहाँ एउटा उदाहरण राखेको छु है, हेर्नु होला। श्लोकेन भन्ने जो शब्द छ नि, श्लोकेनमा पहिलो अक्षर के छ भन्नुहोस्, अनम्युट गरेर भन्नु होला। पहिलो अक्षर के छ? आधा तालव्य श छ। दोस्रो अक्षर के भयो? ल। ल। अब यदि सूत्रकारले जो अटी भन्नु भइरहेको थियो, अट प्रत्याहार पर भएमा भन्नु भइरहेको थियो, त्यही अटलाई मान्ने हो भने ल अट प्रत्याहारमा आउँछ कि आउँदैन भन्नुहोस् त? आउँछ नि। आउँछ? आया पर आउँदैन। आएन नि, परेन है। अट प्रत्याहारमा ल आउँदैन। त्यही भएर यस्ता प्रयोगहरूमा पनि सकारको ठाउँमा छ आदेश होस् भन्नका लागि वार्तिककारले अमी, अटीलाई चाहिँ कसरी सुधार दिनुभयो? अमी भनेर। अब अम प्रत्याहारमा ल आउँछ कि आउँदैन भन्नुहोस् त? आउँछ। यमगणनमसम्म जान्छ नि त होइन? भनेपछि अम प्रत्याहारमा ल आउने भयो। अतः अम मानेर यहाँ के भयो त? श्लोकको शलाई चाहिँ छ आदेश भयो है त। सूत्रोक्त विषयमा यसरी वार्तिकहरू बनिएका छन्। अब अनुक्त विषयमा भनेको जस्तै यो त हामीले पहिला पनि पढेका थियौँ सवर्ण संज्ञाको सन्दर्भमा होइन। सवर्ण संज्ञा कस्ता कस्ता वर्णहरूको सवर्ण संज्ञा गर्न सकिन्छ अरे भन्नुहुन्छ कसैले? स्थान र आभ्यन्तर प्रयत्न मिल्यो भने जुन वर्णहरूको आपसमा स्थान र आभ्यन्तर प्रयत्न मिल्दछ ती वर्णहरूको सवर्ण संज्ञा भनेर सूत्रकारले भन्नुभएको थियो, त्यसमै सकिदिनु भयो। अब त्यो भन्दा चाहिँ रि र लृको चाहिँ सवर्ण संज्ञा प्राप्त भएन होइन। त्यही भएर सूत्रकारले जो विषय उठाउनु भएन त्यस विषय अनुक्त विषयमा वार्तिककारले ऋ वर्णयोर मिथः सावर्ण्यम वाच्यम भनेर वार्तिक बनाउनु भयो है त। भनेपछि रि र लृको पनि आपसमा के हुने भयो? सवर्ण संज्ञा हुने भयो। अब दुरुक्त विषय भनेको दोषयुक्त कथन छ अथवा कहीँ क्लिष्ट कथन छ भने त्यसका लागि पनि वार्तिककारले वार्तिक बनाउनु भएको छ। जस्तै अव्यय भन्ने चिन्नुहुन्छ नि, हामी सबैले चिन्दछौँ नि अव्यय भनेको। अव्यय भनेका शब्द कस्ता हुन्छन् भने जसमा कुनै विभक्ति लाग्दैन। जस्तै नेपालीमा है, नेपालीमा पनि अब म, मैले, मलाई, मबाट, मदेखि यी सबै विभक्ति लागे नि होइन। तर र, तर इत्यादिमा चाहिँ विभक्ति लाग्छ कुनै? लाग्दैन नि। काके, कि, रारेरी, लाई, ले, ने केही पनि लाग्छ? लाग्दैन नि। हो, जुन शब्दमा चाहिँ विभक्ति लाग्दैन, सधैँ एउटै जस्तो हुन्छ, त्यसलाई चाहिँ हामी के भन्छौँ? अव्यय भन्छौँ। के भन्छौँ? अव्यय भन्छौँ। अब यो सूत्र जो छ नि पाणिनिजीको सूत्र,
यो सूत्रले के भन्दैछ त भन्दाखेरि अव्ययदेखि जो आप भनेको स्त्री प्रत्यय हो र सुप प्रत्यय हो, सुप भनेको विभक्ति प्रत्यय, यिनीहरूको लोप हुन्छ भनेर सूत्रले भन्छ। अब यहाँ वार्तिककारले के भन्नुहुन्छ भने अव्यय हो भने अव्ययको त कुनै लिङ्ग हुँदैन, अव्यय शब्दहरूको कुनै लिङ्ग हुँदैन। जब कुनै लिङ्ग हुँदैन भने स्त्रीत्व अर्थमा आप प्रत्यय हुँदैन। आप हुँदैन भने यहाँ लोप गर्नुको आवश्यकता पनि छैन। त्यही भएर आप ग्रहणम व्यर्थम, आप ग्रहण यहाँ के छ व्यर्थ छ, अलिङ्गत्वात्, किनभने अव्ययको कुनै लिङ्ग हुँदैन भनेर यसरी दुरुक्त विषयमा पनि वार्तिक बनाउनु भएको छ। यसरी वार्तिकका 3 प्रकार हामीले बुझ्न सक्छौं। पहिलो प्रकार सूत्रोक्त विषयमा बनाइएका वार्तिक, दोस्रो प्रकार सूत्रमा नबताइएको विषयमा बनाइएका वार्तिकहरू, तेस्रो प्रकार भनेको सूत्रमा केही दोषयुक्त कथन छ अथवा केही क्लिष्ट कथन छ भने त्यसका लागि बनाइएका वार्तिकहरू है त। यसरी 3वटा प्रकार बुझ्नु पर्यो। हाम्रो समय चाहिँ सकिँदै गयो कि अलिकति म समय लिन्छु है हजुरहरूको। आज यहाँ यो महाभाष्यको विषयमा पढेर हामी आजको कक्षालाई विश्राम गर्नेछौँ। महाभाष्य भनेको नामले चाहिँ बुझिन्छ, महत् च तद् भाष्यम च महाभाष्यम। जो भाष्य अत्यन्त महत् छ, विशिष्ट छ, त्यस भाष्यलाई महाभाष्य भनिन्छ है त। पाणिनीय व्याकरणमा जो आचार्य पाणिनीका सूत्रहरूमा, आचार्य कात्यायनका वार्तिकहरूमा आधारित गरेर बनाइएको जो भाष्य हो त्यसलाई नै महाभाष्य भनिन्छ। भनेको महत् शब्द जोडेर। अब सामान्य कुनै पनि भाष्यलाई सामान्यतया उसको प्रशंसा गर्नका लागि यो त ठुलो भाष्य छ भन्न नसकिने होइन, भनिन्छ त्यहाँ पनि। तर व्याकरणको भाष्यलाई चाहिँ कहिले पनि व्याकरण भाष्य भनेर भनिँदैन, व्याकरण महाभाष्यम नै भनिन्छ। यो चाहिँ केवल यसका लागि यो विशेषता हो। आचार्य पतञ्जलिले बनाएको जो भाष्य हो त्यसलाई मात्रै महत् शब्दको प्रयोग गरेर महाभाष्य भनिन्छ। सधैँ कहिले पनि भाष्य मात्रै भनेर प्रयोग गरिँदैन है त। यो वैशिष्ट्य हो यसको। अब भाष्य भनेको के हो भनेर हामीलाई त्यहाँ जिज्ञासा हुन्छ। भाष्य भनेको सूत्रार्थो वर्ण्यते यत्र पदैः सूत्रानुसारिभिः स्वपदानि च वर्ण्यन्ते भाष्यं भाष्यविदो विदुः है त। भाष्यविदः जसले भाष्यलाई जान्नुहुन्छ त्यस्ता भाष्यविदहरूले कस्तो प्रकारको भाष्यलाई जान्नु भएको छ त भन्दा चाहिँ यत्र जहाँ सूत्रार्थः वर्ण्यते, सूत्रको अर्थ बताइन्छ, वर्णन गरिन्छ। कसरी त भन्दा चाहिँ सूत्रानुसारिभिः पदैः, सूत्रमा जो पदहरू छन् ती पदहरूलाई नै आधार बनाएर जहाँ सूत्रको अर्थ वर्णन गरिएको छ र त्यही सन्दर्भमा स्वपदानि च वर्ण्यन्ते, भाष्यकारले आफ्ना पदहरूको पनि वर्णन गर्नुहुन्छ, त्यो ग्रन्थलाई भाष्य भनिन्छ। के हो भन्दाखेरि हजुरलाई यहाँ म देखाउन खोजे है त। एउटा सूत्र इको गुणवृद्धि, अघि पनि हामीले परिभाषा सूत्र हो यो भनेर चर्चा गरेका थियौँ होइन। अब यो महाभाष्य भयो। महाभाष्यकारले कसरी व्याख्या गर्नु भएको छ त भन्दा चाहिँ सूत्रानुसारिभिः पदैः, सूत्रमा जुन पदहरू छन् ती पदहरूका अनुसार नै सूत्रको व्याख्या गर्नुभएको छ। जस्तै अब इको गुणवृद्धि सूत्र भयो होइन। अब इक भनेको के हो, इक किन ग्रहण गरियो, इक ग्रहणम किमर्थम भनेर आफै प्रश्न गर्नुभयो होइन। आफै प्रश्न गर्नुहुन्छ, यो भाष्यको शैली हो, प्रश्नोत्तर शैलीमा छ। इक ग्रहणम किमर्थम, इक शब्दको ग्रहण किन गरियो। अब आफै उत्तर दिनुहुन्छ, इक ग्रहणम आत् सन्ध्यक्षर व्यञ्जन निवृत्त्यर्थम। इक ग्रहणको प्रयोजन के त भन्दा चाहिँ इक ग्रहण गर्नाले
जहाँ जहाँ गुण या वृद्धि हुन्छ इकको होस्। इक भनेको इ उ रिल रि इ वर्णको मात्रै होस्। आ सन्ध्यक्षर ए ओ ऐ औ अनि व्यञ्जन क ख ग घ यिनीहरूको चाहिँ गुणवृद्धि नहोस् भन्नका लागि भनेर आफै प्रश्न दिनुहुन्छ, आफै उत्तर पनि दिनुभयो। अब उत्तरको सन्दर्भमा आफ्नो जो वाक्य लेख्नुभयो नि, इग्रहणम आत् सन्ध्यक्षर निवृत्त्यर्थम भनेर, यो वाक्यलाई फेरि सम्झाउँदै हुनुहुन्छ। स्वपदानि च वर्णयन्ते, भाष्यकारका जो आफ्ना पदहरू छन् उनको पनि यहाँ के गर्नुहुन्छ, स्वयं नै विश्लेषण गर्नुहुन्छ। नभए सूत्र ग्रन्थमा विश्लेषण हुन्छ त हुँदैन, वार्तिक ग्रन्थमा पनि विश्लेषण हुँदैन, केवल भाष्य ग्रन्थमा मात्रै सूत्र र वार्तिकका साथसाथमा भाष्यकारले आफै प्रयोग गरेका शब्दहरूको पनि के गर्नुहुन्छ त, विश्लेषण गर्नुहुन्छ। यो हो भाष्य भनेको है त। किम प्रयोग इग्रणम क्रियते किम प्रयोजनम भनेर आकार निवृत्त्यर्थम सन्ध्यक्षर निवृत्त्यर्थम व्यञ्जन निवृत्त्यर्थम च भनेर भन्नुभयो। अनि आकार निवृत्त्यर्थम कसरी हो त भन्दा चाहिँ त्यसको फेरि उदाहरण दिनुहुन्छ यसरी। भाष्य भनेको के रहेछ त भन्दा चाहिँ जहाँ सूत्र वार्तिकहरूका पदको वर्णनका साथसाथमा भाष्यकारका स्वयं जो वाक्यहरू छन् उनीहरूको पनि वर्णन गर्नुहुन्छ, व्याख्या गर्नुहुन्छ, त्यो ग्रन्थलाई भाष्य भनिन्छ। यो जो भाष्य हो यो चूर्णकमय वर्तते है। चूर्णक छ भनेको के हो त भन्दा चाहिँ चूर्णक भनेको वाक्यहरूको समूह भनौँ न, वाक्य हो। अब वाक्य किन भनिएन, गद्य किन भनिएन भन्दा चाहिँ गद्य भनेको त्यहाँ अलिकति धेरै समास हुन्छ, अलिक क्लिष्ट अक्षरहरू हुन्छन्। तर यो चाहिँ कस्तो छ त भन्दा चाहिँ हेर्दा चाहिँ गद्य जस्तै देखिए पनि यसमा अक्षरहरू कठोर अक्षरहरू छैनन्, अप्ठ्यारा अक्षरहरू धेरै छैनन्, सानो सानो मात्रै समास गरिएको छ, अप्ठ्यारा समासहरू पनि यहाँ धेरै छैनन्। त्यही भएर अकठोर अक्षरम, कठोर अक्षर नभएको र छोटा छोटा समास भएको जो गद्य हो त्यसलाई चूर्णक भन्न सकिन्छ भनेर यो यसको लक्षण भयो है त। अत्र प्रथमं भूमिका रूपम पस्पशान्निकम ततः चतुरशीतिः आन्निकानि सन्ति। जो महाभाष्यको जो स्वरूप कति विशाल छ त भन्दा चाहिँ कुल मिलाएर 85 आन्निक छन्। पहिलो आन्निक चाहिँ भूमिकाको रूपमा छ हैन। व्याकरण भनेको के हो, शब्द भनेको के हो, व्याकरण किन पढ्नु पर्छ इत्यादि भूमिकाको रूपमा छ पहिलो आन्निक, त्यसलाई हामीले पस्पशान्निक भन्छौँ हैन। त्यसपछि 84 वटा आन्निकहरू छन्, मिलाएर 85 आन्निक छन्। अब आन्निक भनेको के हो भन्ने प्रश्न हुन सक्छ हैन। आन्निक भनेको चाहिँ एक दिनमा पढिने जो पाठ हो त्यसलाई चाहिँ के भनिन्छ, आह्निक भनिन्छ। अन्ना निर्वृत्तम, भाष्यकारले एक दिनमा जो जति पढाउनु भयो त्यो चाहिँ के भयो, एक आन्निक हो। हामीलाई त एक आन्निक पढ्नका लागि कन्टिन्यू पढ्यौँ भने राम्ररी बुझेर पढ्न खोज्दा चाहिँ 1 महिनाभन्दा बढ्ता लाग्छ। पहिला पहिला चाहिँ एक दिनमा चाहिँ त्यो पाठ पढाउनुहुन्थ्यो है त, त्यस्तो विशिष्ट छ। अब महाभाष्यको प्रशंसा परक एउटा श्लोक छ। शास्त्रेष्वाद्यं व्याकरणं मुख्यं तत्रापि पाणिनेः, रम्यं तत्र महाभाष्यं रम्या तत्रापि पस्पशा। शास्त्रेषु अनेक प्रकारका शास्त्र छन् हैन। हामीले वेद, वेदाङ्ग, उपाङ्ग इत्यादि भन्यौं हैन। ती सबैमा प्रवेश गर्नका लागि पहिलो ग्रन्थ चाहिँ, पहिलो श्रेणी चाहिँ के हो त भन्दा व्याकरण हो। व्याकरण जानिदैन भने कुनै पनि शास्त्रमा प्रवेश गर्न सकिँदैन। व्याकरण शास्त्रेषु आद्यम व्याकरणम, र ती व्याकरणहरू मध्ये पनि पाणिनिको व्याकरण चाहिँ के छ त, मुख्य छ, अहिले धेरै प्रसिद्ध छ, विशिष्ट छ, वैज्ञानिक छ,
संक्षिप्त छ है त, त्यही भएर मुख्य छ। त्यसमा पनि पाणिनीय व्याकरणमा पनि जो महाभाष्य नाम गरेको ग्रन्थ हो नि, त्यो अत्यन्तै रम्य छ, सुन्दर छ हैन, पढिरहँ जस्तो लाग्छ, त्यस्तो भाषा शैली छ, राम्रो छ। र महाभाष्यमा पनि जो पस्पशा हो नि, जो भूमिका आह्निक हो, त्यो सबैभन्दा रम्य छ भनेर यसरी प्रशस्ति गाउनुभएको छ आचार्यले। यसरी हामीहरूले सूत्रकार, वार्तिककार, महाभाष्यकार तीनैजना मुनिहरूको परिचय प्राप्त गरेर अनि त्यसपछि सूत्र, वार्तिक र भाष्य यी तीनैका विषयमा अलिकति संक्षिप्त परिचय हामीले प्राप्त गर्यौं। यति यहाँसम्म आइपुग्दा चाहिँ हामीले अब भूमिका चाहिँ हाम्रो सक्यो है त। व्याकरणमा प्रवेश गर्नका लागि जब भूमिका चाहिन्थ्यो हामीलाई, अलिकति इतिहास, अलिकति केही संक्षिप्त विषयहरू पनि सबै मिलाएर आज हामीले भूमिकालाई टुङ्ग्यायौं